सर्वप्रथम त आदरणीय गुरु लेखक डाक्टर महेन्द्र मल्ल कुमारज्यूलाई हार्दिक धन्यवाद दिन्छु, किनकि नक्खे उपन्यास हामीहरूको माझमा लेख्नुभयो अनि मैले धेरै जान्न र बुझ्न पाएँ अनि मेरो हृदयमा धेरै प्रभावहरू पर्यो। कर्णाली प्रदेशको बारेमा मैले त हेर्न थाहा त थियो, तर आन्तरिक आँखाले हेर्न पाएँ, पढ्न पाएँ, अनुभूति गर्न पाएँ। जुन कृति लेख्नुभयो यो उपन्यास, यसले हरेकका मेरो मन त साह्रै नै छोयो, तर अरू पाठकहरूको मन पनि छोयो होला भन्ने विश्वस्त छु। फेरि पनि यस्ता कृतिहरू लेख्नको लागि त्यो लेख्ने हात अनि त्यो कलमको मस्ती कहिल्यै पनि नरोकियोस्। यस्ता कृतिहरू लेख्नको लागि साहित्यिक रचना, यस्ता तपाईँका सृजनात्मक उत्कृष्ट रचनाहरू लेख्नको निम्ति भावी आउँदो समयमा पनि शुभकामना छ। साँच्चै यो नक्खीले मलाई के बतायो भने आकाशमा तारा छन्, जुन छ, घाम छ, तर यिनीहरू एकअर्कामा समानता छन्, न रिस छैन, न डाहा छैन, आफ्नै तरिकाले चलिरहेछन्। तर यो धरतीमा कति असमानता, जुन कर्णाली प्रदेशको यो नक्खीले कर्णाली प्रदेशको राजनीतिक अवस्था, जातीय अवस्था अनि एउटा गरिबीको रेखामुनि भएका अनि महिलाहरू उत्पीडनमा परेका महिलाहरूको अवस्था यो नक्खीले उजागर गरेको छ। साँच्चै महिलाहरू जहिले पनि त्यो पुरुषको शिकार बनिदिनु पर्ने अनि ठुलो जातले त्यो सानो जातलाई हेर्न नै पर्ने, छोएको पानी खान नहुने। आखिरी जात त छ एउटा, महिला र पुरुष मात्र दुईटा जात छ, तरै पनि ठुलो सानो भनेर भेदभाव गरिराख्नु नै पर्ने। कस्तो विभेद हो, कस्तो असमानता हो, यस्तो बारेमा केही कुरा जान्न र बुझ्न पायौँ। साँच्चै मान्छे त जातले ठुलो हुने होइनन्, त्यसको क्षमता, त्यसको योग्यताले मान्छे बलियो बन्ने हो। यस्ता केही कुराहरू यो नक्खीबाट हामीले पढ्न पायौँ, बुझ्न पायौँ। यस्तो बुझ्नको लागि हजुरहरूले पनि सबैजनाले पढिदिनु होला। क्याम्पसहरूतिर पाउँछ अनि टियुमा अध्ययनरत विद्यार्थीहरूको लागि त झन् त्यो भित्रै लाइब्रेरीमा व्यवस्था छ, पढिदिनु होला। सबैले यसबाट ज्ञान लग्नु होला। हरेक कर्णालीका नेताहरूले भोट गर्दाखेरि भाषण गर्छन्, यो गर्छु ऊ गर्छु भनेर, तर पनि जस्ताको तस्तै छ कर्णाली। अनि केही कुरा त यो भाषाहरू पनि खस भाषालाई सबैभन्दा प्राथमिकता दिएको छ। हाम्रो खस भाषा खस्किँदै गएको अवस्थामा गुरुले बचाउनको लागि यसलाई केही नै झलक गर्नुभएको छ, खस भाषाबाट लेख्नु भएको छ अनि हरेक कर्णालीका दुःख सुख, गरिब डाँडाका सबै व्याख्या गरेको छ। हजुरहरूले यो मार्फत ज्ञान लिन सक्नुहुनेछ।